अब यो छोटो जिन्दगीमा यात्रा चाहिँ हामी सबैको आफ्नो आफ्नै। अहिले हामी होइन कहाँ पुग्यो अरे बुटोल हामी पुगिसकेको छौँ है। फाइनली जाडो लागिरहेछ गाइज। इधर देखो आगो टापिरहेछ। यत्रो टाढा आएर फर्स्ट टाइम होला आज ऊ फ्रेसमै देखिरहेको छु म। भमिट गरेको छैन गाइज मैले चाहिँ। हामी यता छौँ हेर्न सक्नुहुन्छ के हो सैना मैना रूपन्देही होइन। चार्ज गर्दैछ हामी दुइटा, एउटा इभी गाडीमा आएको, उता बिवाइडी पनि आएको। यता हुनुहुन्छ हाम्रो गुरुजी। हेलो हेलो गुरुजी कैसा लगा यहाँ आकर कुछ बोल दो ब्लॉग में। नमस्ते। हर भाषामा नमस्कार। हेलो सुलुलुलुलु, हेलो सुलुलुलु, गुड मर्निङ। त्यो भन न, हेलो सुलुलु लुलुलु। हमको जाड़ लग रहा है, ये क्या है? हमको नहीं लग हम लोग चाय पी रहे हैं, चाय। डंग 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 डंग। इधर जेसीबी आ रहा है, जेसीबी। बिहानीको घाम झुल्किँदै आयो, तिनाउ खोलाले गीत सुनायो। पहाड छेउ थराईको माया, बुटवले बोलायो, दिल हरायो। स्टेसनमा मलाई कस्तो देखिरहेको थियो चस्मामा म खेल्न जान लगाइस। हामी जा रहे गाइस। हामीले खाजा पनि बोकिसकेको छौँ होइन। अब हामी जाँदैछौँ आगा कान्छी गार्डन कान्छी गार्डन जाँदैछौँ। अब मेकअप आर्टिस्ट बिहोस हुन लागिसक्यो यहाँ। ए हो र ल अब हामी चढ्न लाग्छौँ होइन। चल्दैछ बाटो बोलाउँदैछ, आज मन कहाँ हो पहाड डुलाउँदैछ। बिहानै झोला काँधमा, सपना आँखामा, मित्रहरूको हाँसो गीतै गीत हावामा। घुम्ती घुम्ती उकालो पहाडको बाटो, अर्घा खाची बोलाउँदै रक गार्डन जाँदैछ मनको रथो। मोबाइल बन्द मन खुला, आज शहरको भिड छोडेर प्रकृतिसँग साझ। अर्घा खाची रक गार्डन जाँदै, हावा ढुङ्गा बादलसँग हाँस्दै, तस्बिरमा कैद हुने सुनौलो पल, यो यात्राले
फाइनली गाइज हामी पुगिसकेको छौँ फाइनली भेटियो है दामी छ गाइज भ्यू है गाइज हामी चाहिँ आइसकेको छौँ है यहाँ सुटोमा बबाल छ भ्यू गाइज बबाल छ हुन्छ दामी छ है भ्यू चाहिँ दामी छ अब पनि बबाल चलिरहेछ है त्यहाँ गाइज बबाल छ त्यहाँखेरि सौदा हजुर भिडियो बनाउने गाइज बबाल भ्यू बुझ्न ढुङ्गा बीच अहिले चाहिँ हामी यतातिर छौँ यो अघि त्यो डाँडामा थियो यहाँ होइन अघि अहिले हामी यो डाँडामा छौँ होइन मेरो छाया यताबाट हेर्नु बबाल भ्यू देखिन्छ कि गाइज यो डाँडाको उताबाट पारि चाहिँ बागलुङ हो होइन हामी बागलुङ नजिकै छौँ हिमाल देख्न सक्नुहुन्छ तपाईँहरू ओहो यहाँ पुरा भिडियो चलिरहेछ भिडियो सुट शाहरुख खान होला शाहरुख खान गणेश्वर त पुरा चिलमा छ पछाडि यहाँ गाइज काम पनि डुबिसकेको छ छैन हेर्नु सक्नुहुन्छ अघि नै हामी यहाँ थियो टपमा अहिले हामी यता छौँ गाइज